Hey, what's up, beautiful people? म चाहिँ अहिले यहाँ सालमियामा आएको छु है। एउटा जग्गा जाने काम परेको थियो नि त होइन। सालमिया आएको छु। यो चाहिँ फेमस टाउन हो कुवेतमा, नेपाली फिलिपिनोहरूको चाहिँ सालमिया। स्पेसली ओल्ड सुप भन्ने जग्गा छ। अहिले टाइम पाएर निस्किन्छु त्यहाँ हो। र चाहिँ एउटा फेमस जग्गा छ, दामी छ। Restaurant रहेछ अहिले अब as you can see सुनसान छ। अहिले रमादानले गर्दा मान्छेहरू त्यस्तो बाहिर निस्किँदैन, रमादानले गर्दा। अन्त अहिले बेलुका टाइममा चाहिँ भिड हुन्छ यतातिर, उताको जस्तो हुँदैन हो। उता त अब रमादानहरू त्यस्तो के हुँदैन, बनाउनु मुस्लिमहरू बनाउँछ होइन। र यहाँ चाहिँ हेभी स्ट्रिक्ट हुन्छ रमादान चाहिँ। एन्टायर गल्फमा त्यही हो, सेम होइन। लाख हुँदैछ। तर यो टाइममा चाहिँ अब भोक लागे पनि बाहिरको जस्तो रेस्टुरेन्टहरू खुला हुँदैन, होटेलहरू चिङ्गमधरि खानु पाउँदैन। र many of you are in Kuwait. यो टाइममा चाहिँ अब if you guys are hungry है, भोक लाग्दैन भने कतिले पनि अथोरिटी कुनै गभर्मेन्ट अथोरिटीको छेउमा चाहिँ चिङ्गमधरि नचपाउनु हो। पक्रियो भने चाहिँ फेरि डरलाग्दो फाइन हुन्छ। Thank you. See you guys later.